हेलो गाइज वेलकम ब्याक भने आज चाहिँ म सोयाङ जान लागेको म र मेरो बाबा अनि यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हुनेछ किनभने आजसम्म म कहिले सोयाङ गएको छैन र सोयाङ मेरो बुढामालाई पर्छ आजको यो भिडियोमा धेरै मजा आउँछ त्यही भएर लेट्स बिगिन र गाइज अल्छी लागिरहेको अनि यतातिर हिँड्नु पनि साह्रै झ्याउ छ क्या कतिखेर आउँछौ गाइज अल्छी लागिसक्यो आफूलाई पर्खिनु पर्ला हौ अब निकै धेर बेर त होइन अझै हिँडिसक्यो भन्दैछ आउँछ उतै त हेर्नु न यतैबाट आउने हो गाडी चाहिँ पर्खिनु अब एकछिन पर्खिनुपर्छ होला माया तिम्रो घरको बर्दलीमा कुर्दैछु हेर्न तिमीलाई हल्ला भो सारा यो सहर गल्ली गल्लीमा जिस्काउँछन् साह्रै नि मलाई उसको एक झलक मुस्कान जाँदै हामीले एउटा ठाउँ भेट्यौँ यसलाई चाहिँ स्यालडुङ्गा भन्दो रहेछ मलाई यहाँनिरको सिनरी चाहिँ यति मन परेको छ कि म भन्नै सकिनँ अनि यहाँदेखि गाडी पनि चल्नु थालेको थियो अहिले चाहिँ पुग्न लाग्यो धेरै हिँडेर है गाला त कस्तो यहाँ बाबा उयो हुन्छ के किन्दै हुन्छ कि यहाँ मजा आउँदैछ अझै कति बाँकी छ अरे नि अझै हिँड्नुपर्छ अरे निकै हिँड्नुपर्छ के किन्ने बाबा चकलेटहरु पनि छ कहाँनिर राख्नु गाइज यो चाहिँ अब मलाई राख्नु अरे हामी बसौँ नि राखौँ नि गाइज लक रहेछ गाडीबाट उत्रिसक्यो यहाँ गाडी जाँदैछ अब हजुर निकै छ कि क्या बाटो हामी हुन्छ 300 त्यहाँबाट पनि छ नि बाटो त कहाँबाट छिटो हुन्छ यहाँबाट कि तलबाट यहाँबाट यहीँबाट छिटो होला कहाँ हौ त्यो तलबाट छिटो हुन्छ हजुर ऊ त्यो तलसम्मको रातो घर देखि होइन त्योदेखि अझै यतापट्टि गइरहेछ ए तपाईँको घर छँदैछ घर मैले बनाएकै ऊ तल माई खोला तल देखिरहेछ ल हजुर बा जानुहोस् ल माण्यौँ हुन्छ हेर्दा त टाढा देखिन्छ त छैन म त टाढा होला भन्दै थिएँ कता हो हिँड्नु अब ओह्रालो चाहिँ टुई यत्तिकै अल्छी लाग्यो भने यो चाहिँ के हो बाबा यो चाहिँ यो स्कुलै हो यहाँ कति सानो स्कुल त्यही माथिको स्कुलको भाग उयो जान्छ नि बाबा
म्यान भर्सेस वाइल्डमा एउटा केटा जङ्गलतिर बियर ग्रिल्स हो त्यही छ। दालसम्म फलेको चाहिँ देखेको थिइनँ। जो अब चाहिँ मामा घर स्टार्ट भयो। आई मिन बुढो मावाला। नमस्ते। उसको एक झलक